भुसाल थरको इतिहास अहिलेको अर्घाखाँची जिल्लासँग जोडिएको मानिन्छ। त्यो बेला अर्घा र खाँची छुट्टा छुट्टै राज्य वा प्रशासनिक एकाइ थिए। त्यो बेला खाँची भन्ने राज्यको एकजना कुलीन युवक अर्घा राज्यकी एक सुन्दर युवतीप्रति अत्यन्तै मोहित भए र मायाजालमा परे। तर त्यहाँ एउटा समस्या थियो। समस्या के थियो भने युवती उपाध्याय ब्राह्मण थिइन् र युवक भने जैसी ब्राह्मण। तर युवकको प्रेम यति प्रबल थियो कि उनले आफू जैसी नभई उपाध्याय नै भएको भनेर झुट बोली विवाहको प्रस्ताव गरे। युवक धनी कुलीन र असल परिवारको भएकोले युवतीको परिवारले विवाहको लागि सहजै मन्जुरी जनायो र विवाह सम्पन्न भयो। वधु वर दुवै पक्षका परिवारजन सबैजना विवाहको खुसी मनाउँदै खाँची फर्कँदै थिए। बाटोमा उनीहरूले जन्तीको भोज अर्थात् जन्ती बाख्रो खाँचीकै एउटा सानो मैदानमा खाने निर्णय गरे। तर भोजकै क्रममा खुलासा भयो कि वर वास्तवमै उपाध्याय ब्राह्मण नभई जैसी ब्राह्मण हुन्। यो कुरा ठूलो विवादको विषय बन्यो। तर वर वधुबीच प्रेम प्रगाढ भएकोले विवाह तोड्न सम्भव भएन र अन्ततः दुवै परिवार बीच छलफल भयो र निम्न बुदाहरूमा सहमति जुट्यो। यो विवाहलाई भूलवश भएको विवाह मान्ने। यस विवाहबाट जन्मने सन्तानहरू भूलवशको विवाहबाट भएको हुनाले भूल प्लसाल गरेर भुसाल रहने। जुन ठाउँमा यो रहस्य खुलेको थियो त्यस ठाउँलाई भुजेल पानी भनेर नाम दिने। भुसाल सन्तानहरूले भविष्यमा भुजेल पानीको पानी नपिउने परम्परा बसाल्ने। त्यसैले आज पनि धेरै भुसाल परिवारहरू भुजेल पानीको पानी नपिउने प्रचलन पालना गर्छन् भन्ने भनाइ छ। तर ऐतिहासिक तथ्यहरूलाई खोतल्यौ भने पनि भुसाल थरको उत्पत्ति नेपालमै भएको हो, जसको जरा संस्कृत भाषासँग जोडिएको मानिन्छ। यो थरको नाम मध्यकालीन समयमा प्रयोगमा आएको मानिन्छ। भुसाल शब्द भूबल भन्ने संस्कृत शब्दबाट बनेको हो, जसको अर्थ भूमि वा पृथ्वी हुन्छ। यस अर्थमा प्रारम्भिक भुसाल थर धारण गर्नेहरू प्राय भूमि स्वामी वा कृषि पेशा गर्ने मानिसहरू भएको विश्वास गरिन्छ। यो मानिन्छ कि भुसाल नाम प्राचीन शिलालेख र पाण्डुलिपिहरूमा ईस्वी सम्वत 7औं र 8औं शताब्दी लगभग लिच्छवी कालदेखि नै देखा पर्न थालेको हो। भुसाल थरको सबैभन्दा पुरानो लिखित प्रमाण राजा जयदेव द्वितीय ईस्वी सम्वत 711 देखि 724 को शासनकालको एक शिलालेखमा भेटिन्छ, जसमा भूपालदेव भुसाल नामक व्यक्तिको उल्लेख छ। यसबाट प्रष्ट हुन्छ कि सो समयमा नै भुसाल नाम कुलीन वर्ग र प्रभावशाली परिवारहरू बीच प्रयोगमा आइसकेको थियो। 12औं शताब्दीमा अरनिको भुसाल नामक एक विख्यात व्यक्तित्व देखा परे, जो वास्तुकार र मूर्तिकारका रूपमा प्रसिद्ध भए। जातीय सांस्कृतिक सन्दर्भमा यो थर नेपालको काठमाडौँ उपत्यकामा बसोबास गर्ने नेवार र अन्य समुदायसँग पनि जोडिएको पाइन्छ।